अब तपाईलाई परेको आइपिओ दिनमा 10% मात्रै हैन 15% सम्म बढ्न सक्छ। पैसा ही पैसा होगा। आजदेखि नेप्सेमा केही ठूला चेन्जेसहरु भएका छन्। ट्रेडिङ सिस्टम नै केही हदसम्म बदलिएको छ। फर्स्ट मेजर चेन्ज, पहिला कुनै पनि स्टक दिनमा 10% सम्म घट्न अथवा बढ्न सक्थ्यो भने आजबाट त्यो 15% सम्म घट्न अथवा बढ्न पोसिबल भएको छ। सेकेन्ड मेजर चेन्ज, प्री ओपन सेसनमा अब कुनै पनि स्टक 5% सम्म घट्न अथवा बढ्न पाउँछ। पहिला यो मात्रै 2% सम्म थियो। प्री ओपन सेसन भनेको चाहिँ 10:30 देखि 10:45 सम्म जुन 15 मिनेटको लागि मार्केट खुल्छ त्यसलाई नै प्री ओपन सेसन भनिन्छ। यसले ओपनिङ प्राइस अलि रियल डिमान्ड और सप्लाईको बेसिसमा डिसाइड हुनलाई हेल्प गर्छ। थर्ड मेजर चेन्ज, अब सर्किट ब्रेकरको सिस्टम पनि चेन्ज भएको छ। पहिला सर्किट ब्रेकर एन्टायर नेप्से इन्डेक्स 4%, 5% अथवा 6% चेन्जमा अलग अलग हल्ट हुन्थ्यो भने अहिले सिम्पल बनाइएको छ। यदि मार्केट ओपन भएको पहिलो 2 घण्टा भित्र नेप्से इन्डेक्स 5% तलमाथि भयो भने 15 मिनेटको लागि सर्किट ब्रेकर लाग्छ र 8% मुभ भयो भने त्यो दिनको लागि एन्टायर मार्केट नै बन्द हुन्छ। फोर्थ मेजर चेन्ज, पहिला अर्डर प्लेसमेन्ट लास्ट ट्रेडेड प्राइसको 2% तलमाथि गर्न मिल्थ्यो भने अब त्यो 3% तलमाथिसम्म गर्न मिल्छ। फिफ्थ मेजर चेन्ज र यो एकदमै इन्ट्रेस्टिङ अपडेट छ। अब तपाईले शेयर लास्ट ट्रेडेड प्राइसबाट 3% लो अथवा हाईमा चाहिँ किन्न अथवा बेच्नको लागि 24 घण्टा अर्डर प्लेस गर्न पाउनुहुन्छ। तर अर्डर एक्जिक्युट भने चाहिँ मार्केट ओपन भए पछाडि मात्रै हुन्छ। सिम्पल भाषामा बुझ्दा नेप्से अझै फास्ट, भोलाटाइल र मोडर्न सिस्टमतिर जाँदैछ। अपर्च्युनिटी पनि बढ्यो, सँगसँगै रिस्क पनि एकदमै बढेर गएको छ। यो चेन्जेसहरुले मार्केटलाई अझै राम्रो बनाउला कि झनै रिस्कियर र अझै डेन्जरियस बनाउला? तपाईहरुलाई के लाग्छ कमेन्ट सेक्सनमा पक्कै बताउनु होला।